नमस्ते एभ्रिवान। अप्रिल मे 2026 मा एउटा डच क्रुज जहाज एमभी हन्डिजमा भएको हन्टा भाइरस प्रकोपले विश्वलाई त्रसित पारेको छ। 3 जनाको मृत्यु भइसकेको छ भने डब्ल्युएचओले यसलाई आउटब्रेक डिक्लेयर गरिसकेको छ। तर हन्टा भाइरस के हो, यो कसरी सर्छ, नेपालमा यसको खतरा कति छ? आजको यस भिडियोमा हामी हन्टा भाइरसको हिस्ट्रीदेखि हालसम्मको प्रकोपको बारेमा सबै कुरा विस्तृत रूपमा बुझ्नेछौँ। हन्टा भाइरस यो नाम सुन्दा नयाँ लाग्न सक्छ, तर यो दशकौं पुरानो भाइरस हो। हन्टा भाइरस एउटा नेगेटिभ सेन्स सिंगल स्ट्यान्डर्ड आरएनए भाइरस हो जुन हन्टा भेरिडी फ्यामिली अन्तर्गत पर्छ। हन्टा भाइरसको सुरुवात हुन्छ कोरियाली युद्धबाट। सन् 1951 देखि सन् 1953 सम्मको कोरियाली युद्धमा संयुक्त राष्ट्रका 3000 भन्दा बढी सैनिक बिरामी भएर थरा पर्छन् भने केहीको मृत्यु समेत हुन्छ। तर त्यो बेला के कारणले यस्तो भयो भन्ने कुरा थाहा कसैलाई पनि थिएन। पछि सन् 1976 मा कोरियाली वैज्ञानिक डाक्टर वाङ लीले हान्टान नदीको किनारका मुसाहरूबाट यो भाइरस पहिचान गरी हन्टा भाइरस नामाकरण गर्छन्। हन्टा भाइरस एउटा सिंगल भाइरस होइन, यो एउटा भाइरसको फ्यामिली हो जुन मुसामा पाइन्छ। मानिसमा यो भाइरसको संक्रमण भइसकेपछि मुख्यतया 2 प्रकारको बिरामी हुन्छ। पहिलो एसिया अथवा युरोपमा देखिने भनेको हेमोरेजिक फेभर विथ रिनल सिन्ड्रोम हो, जसमा किडनी फेल हुन्छ र इन्टर्नल ब्लिडिङ हुन्छ भने दोस्रो अमेरिकामा फैलिने हेन्टाभाइरस पल्मोनरी सिन्ड्रोम छ, जसमा फोक्सोमा फ्लुइड कलेक्सन हुन्छ र श्वास फेर्न गाह्रो भई मृत्यु हुन्छ। मृत्यु दर यसको मोर्टालिटी रेट 50% रहेको छ। हालको प्रकोप एमभी हन्डिज क्रुज जहाजको प्रकोपमा एन्डिज भाइरस पहिचान भएको हो। यो सबैभन्दा डेन्जरस र मानिसबाट मानिसमा सर्ने प्रकारको हो। अब यो भाइरस कसरी सर्छ भन्ने कुराहरू बुझौँ। मानिसमा संक्रमित मुसाको दिशा, पिसाब र र्यालबाट वा यसको सम्पर्कबाट, संक्रमित मुसाको टोकाइबाट र अहिलेसम्म पत्ता लागेको मानिसबाट मानिसमा सर्ने भाइरस चाहिँ एन्डिज भाइरस हो, जुन मान्छेको सम्पर्कबाट तथा संक्रमित व्यक्तिको श्वास, र्याल तथा सलाइवाबाट सर्छ। यो भाइरस कोभिड-19 जस्तो सजिलै हावाबाट सर्दैन, संक्रमित व्यक्तिको सम्पर्कबाट मात्र सर्छ। यो भाइरसको संक्रमण भइसकेपछि सुरुमा संक्रमित व्यक्तिमा ज्वरो आउने, अत्याधिक थकाइ लाग्ने, मसल पेन हुने, हेडेक हुने, नजिया भोमिटिङ हुने जस्ता समस्याहरू देखा पर्छन् भने यसको अवस्था बिग्रिँदै जाँदा सिरियस कन्डिसनमा श्वास फेर्न गाह्रो हुने, फोक्सोमा फ्लुइड कलेक्सन हुने, लङ्स वा हार्ट फेलर हुने, रगत बग्ने, किडनी फेलर हुने जस्ता समस्या देखिन्छन् भने अन्त्यमा मृत्यु समेत हुने गर्छ। सबभन्दा दुःखदको कुरा के छ भने हालसम्म यो भाइरस विरुद्ध कुनै पनि मेडिसिन अर्थात् भ्याक्सिन वा कुनै एन्टिभाइरल ड्रगहरू छैन। अस्पतालमा यसको सपोर्टिभ केयर मात्र प्रोभाइड हुन्छ। 1 अप्रिल 2026 मा डच क्रुज जहाज एमभी हन्डिज अर्जेन्टिनाको उसुआइया बन्दरगाहबाट यात्रु र चालक दलसहित अन्टार्कटिका यात्रामा निस्कियो, जसमा 2 जना इन्डियन यात्रुहरू समेत थिए भने नेपाली यात्रुहरू थिएनन्। 11 अप्रिलमा एक डच यात्रुको मृत्यु भयो। त्यसको 2 दिनपछि उनको श्रीमतीको मृत्यु भयो र अर्को जर्मन नागरिकको पनि मृत्यु भयो। यो भिडियो बनाउँदासम्म 3 जनाको मृत्यु भइसकेको छ भने 8 जना संक्रमित केसहरू पुष्टि भइसकेको छ, बाँकी क्वारेन्टिनमा राखिएको छ। नेपालको सन्दर्भमा हालसम्म नेपालमा हन्टा भाइरसको केस पुष्टि भइसकेको छैन, तर अकर्डिङ टु युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार सन् 2017 मा एक स्पेनिस ट्राभलर डेभलप हन्टा भाइरस पल्मोनरी सिन्ड्रोम आफ्टर रिटर्निङ फ्रम नेपाल भनेर भनेको छ। यसबाट बच्नको लागि सावधानीका उपायहरू, प्रिभेन्टिभ मेजरहरू अपनाउने, आफू अवेयर हुने, घर तथा घर वरपर सरसफाई राख्ने, स्पेसियली मुसा छिर्न नदिने, फोहोर मैला व्यवस्थापन गर्ने, मुसाको दिशा पिसाब रहेको ठाउँ वा मुसा रहेको ठाउँमा काम गर्दा ध्यान दिने। हन्टा भाइरस कोभिड जस्तो सजिलै सर्दैन। डब्ल्युएचओले नै यसको विश्वव्यापी जोखिम लो भनेको छ, तर यसको मृत्यु दर एकदम हाई छ, 50% सम्म छ। आत्तिनु पर्दैन, जानकारी राख्नुहोला। सरसफाई र सावधानी नै सबैभन्दा ठूलो बचाउ हो, किनभने अहिलेसम्म औषधि बनेको छैन। नेपाल सरकार पनि यो कुरामा अवेयर भइसकेको छ। यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गरी एउटा कमेन्ट गर्न नभुल्नुहोला। स्वस्थ रहनुहोला, सुरक्षित रहनुहोला।